हेलो साथीहरू, मैले चाहिँ आज आँप काँचो आँप खानु मन लागेर मैले चाहिँ आज आँप किनेको। 30 रुपियाँको टिन्टा आयो। 30 रुपियाँको टिन्टा आयो। एउटा चाहिँ मैले काटेर काँचै खानु मन लागेर मैले किनेको, एउटा चाहिँ मैले काटेर खाइसकेँ। अनि त्यहाँबाट लिची कसरी हो भनेर सोधेको त 200 रुपियाँ किलो रे। ए बाबा, म त तर्स्या नि निकन आयो। काठमाडौँमा चाहिँ यस्तो महँगो छ है। त्यही भएर लिचीको बोटमा बस्नुपर्छ, आँपको बोटमा। काँचो आँप खानु मन लागेर तलतल लागेर काँचो आँप किनेर ल्याएको। 30 रुपियाँको टिन्टा आयो। अहिले आँप पाकेर पनि आइसक्यो। यो भित्र कोया पनि पसेको छैन। अहिलेको आँप खानु पनि डर लाग्छ। अहिले अलिकति आँप पाक्ने उस पनि होइन जस्तो लाग्छ। म अहिलेको आँप खाएको पनि छैन। मैले यो काँचो खानु मन लागेर मात्रै किनेको है। मलाई चाहिँ के बोला ह्याप्स के हो साथीहरू? त्यो काँचो आँप कस्तो अमिलो गुलियो के हुन्छ त्यो? लिची पनि खानु मन लागेर सोधी हेरेको। 200 रुपियाँ किलो रे बा। नलिआएको अनि आँटा के अमिलो गुलियो के छ त्यो? यो हल्का अमिलो हो। यो मैले खाएको चाहिँ बम्बई आँप है। अर्को अमिलो भने चाहिँ खानु सक्दैन। यो बम्बई आँप रहेछ, त्यहाँ लिएर आएको। अनि त्यो काँचो खानु मन लागेर लिएर आएको।